हेलो साथीहरु, वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ। टपिकमा भिडियो बनाउन आएको म चाहिँ भनिहाल्छु है साथीहरु। म चाहिँ यो खासमा यो फेस वाशको लागि चाहिँ भिडियो बनाउन आएको है साथीहरु। यो चाहिँ पिलग्रिमको फेस वाश, पिलग्रिम टी ट्री प्युरिफाइङ जेल फेस वाश विथ स्यालिसिलिक एसिड सिका एक्निक एन्ड ब्लेमिसेस प्रोन स्किन है साथीहरु। यसले चाहिँ हजुरको स्किनमा पिगमेन्टेसन छ भने पनि यसले धेरै नै हदसम्म लाइट गर्छ साथीहरु। मैले चाहिँ यो 1 महिना कन्टिन्यू युज गरिसकेपछि यसको रिभ्यू दिन भिडियो बनाएको साथीहरु। मैले चाहिँ कुनै पनि कन्टेन्टको लागि भिडियो बनाएको हैन साथीहरु। अब आफुलाई राम्रो लागेको, आफुलाई मन परेको कुराहरु चाहिँ हजुरहरु समक्ष शेयर गर्न मन लाग्छ, भन्न मन लाग्छ है। त्यही भएर पनि भिडियो बनाएको साथीहरु। मेरो पनि यहाँ पिगमेन्टेसन छ साथीहरु, हेर्नु है। गरिसकेपछि यसको रिभ्यू दिनको लागि भिडियो बनाएको साथीहरु। मेरो चाहिँ पिगमेन्टेसन धेरै हदसम्म लाइट भयो साथीहरु। अब यो पिगमेन्टेसन चाहिँ यस्तो हुन्छ साथीहरु, अब पोतो भनौं न, यस्तो अलकत्रा टासे जस्तै यो पनि टासिन्छ, 7 पत्रे तलसम्म जानेको नामै लिँदैन साथीहरु। जाँदैन यो चाहिँ हामी महिलाहरु, नारीहरुको सबैको एउटा के भन्नु, अब त्यो समस्या नै हो साथीहरु। यसले गर्दा चाहिँ मान्छे पनि डिप्रेस्ड हुन्छ साथीहरु हैन। त्यस्तो यो पिगमेन्टेसन, यो पोतो, अब के भन्नु, यो के जे ट्रिटमेन्ट गर्दा पनि जाँदैन, जे क्रिम लगाउँदा पनि जाँदैन साथीहरु। तर मलाई चाहिँ सबैभन्दा यो फेस वाश एकदम सुट पनि गर्यो र मन परेको है साथीहरु। यो फेस वाशले यहाँ हेर्न पनि सक्नुहुन्छ साथीहरु। यो फेस वाशले चाहिँ मेरो यो पिगमेन्टेसन, यो पोतो धेरै नै कम गर्यो, अनुहारको दागहरु पनि धेरै नै हटायो साथीहरु, धेरै नै कम गरेको छ साथीहरु। अब जान चाहिँ टोटली गएको छैन साथीहरु। अब हाम्रो लागि चाहिँ अब नगए पनि अलिकति लाइट अलिकति कम्ती भयो भने पनि त्यही खुसीको कुरा हो नि साथीहरु। म चाहिँ यति भन्न आएको साथीहरु, यो फेस वाश चाहिँ एकदम राम्रो छ साथीहरु। अब सबैलाई सुट हुन्छ भन्ने पनि छैन, सबैलाई राम्रो हुन्छ भन्ने पनि छैन है साथीहरु। अब हजुरलाई किनेर एकपल्ट युज गरौँ न त कस्तो हुँदो रहेछ भनेर लाग्छ भने चाहिँ म यो फेस वाश चाहिँ किनेर युज गर्नु नै भन्छु साथीहरु। यो चाहिँ यदि हजुरको स्किन ड्राई छ भने 1 टाइम मात्र युज गर्नु, म चाहिँ नाइट टाइम मात्र युज गर्छु। एकदम लाइट वेट छ साथीहरु फेस वाश चाहिँ। पानीले हल्का फेस भिजाएर अनि हल्का मात्र नरगडिकिन हल्का मात्र गरेर अनुहार धुने अनि एउटा मोइस्चराइजर चाहिँ लगाउनु पर्छ साथीहरु। मोइस्चराइजर चाहिँ एकदम धेरै नै मज्जाले लगाएर राति सुत्नु धेरै नै राम्रो पर्छ साथीहरु। मलाई चाहिँ धेरै नै हेल्पफुल भयो यो फेस वाश है साथीहरु। हवस् त साथीहरु, भिडियो कस्तो लाग्छ लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्नु होला। हवस् त, बाइ बाइ।